हेलो नमस्ते वेलकम ब्याक। आज म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ मेरो तरकारी छ चिकन ब्रोइलर कुखुरा। हजुरहरुको के तरकारी कमेन्ट गर्नु होला। ल आज म कसरी तरकारी पकाउँदै छु हजुरहरुलाई फुल भिडियोमा देखाउँदै छु। यो मेरो नयाँ युट्युब च्यानल हो, सब्स्क्राइब गरिदिनु, लाइक शेयर गरिदिनु, सपोर्ट गरिदिनु। अब तेल हाल्दै छु। तेल हालिसकेपछि एकछिन तेल तताउनु पर्यो। कमेन्ट गर्नु होला गाइज। अर्को भिडियोमा त्यही बनाउँछु। अब यो तेललाई चाहिँ एकछिन तताइराख्नु पर्छ। तेल तातिसकेपछि मासु हाल्ने। मासु चाहिँ अब एकछिनमा हाल्ने हो। अनि हजुरहरुले चाहिँ के तरकारी बनाउनु भयो? अब जिरा हाल्दै छु। जिरा हालिसकेपछि एकछिन जिरालाई भुट्नु पर्यो। जिरा मेथी पड्काइसकेपछि एकछिन त्यसलाई अलि पुरै कालो चाहिँ बनाउनु भएन। अब मासु हाल्ने। मासु पर्र मुहे रसाइसकेलाई अब मासु हालिसकेपछि हैन मासु चाहिँ म जहिले नि पखालेर मात्रै पकाउँछु। हजुरहरु के गरेर पकाउनुहुन्छ? पसलबाट ल्याएपछि एकचोटी मज्जाले पानीमा पखालेर अब चलाइसकेपछि एकछिन मज्जाले चलाउनु पर्छ। यो मेरो नयाँ युट्युब च्यानल हो, हजुरहरुले सपोर्ट गरिदिनु होला। एउटै बनाएर नि अब एकछिन मासुलाई चाहिँ यत्तिकै छोडिदिनु पर्छ। अब यता चाहिँ मेरो बुढी यहाँ मसला पिस्दै छ। एकछिन मसला अब चाहिँ एकछिन मासु उता फ्राई हुँदैछ अनि यता अब एकछिन के गर्ने भनेर मसला पिस्नेतिर लाएर अब प्याज हाल्न आयो। अब चाहिँ बुढीको हालो। मलाई आउन जति चाहिँ मैले गरे। मलाई चाहिँ त्यही तेल हाल्न आउने, कढाई बसाल्न आउने हो। हेर्नु न हो कस्तो खाम लाग्छ अहिले। टमाटर काट्दै छ बुढीले। हजुरहरु चाहिँ कसरी पकाउनुहुन्छ तरकारी कमेन्ट गर्नु होला। मैले जानेको कुरो हजुरलाई सिकाइराछु छु। बुढीले मासु पुरा चलाउँदै छ। अब मासु प्याज हालिसकेपछि बेसार हाल्ने। बेसार हालेपछि बुढीले नुन पनि सँगै हालेछ। मासु पाक्ने बेला आउन लाग्यो। अब एकछिनमा पाक्छ। पर भुट्दैछ बुढीले मासु। अब एकछिन भुटेपछि अब मसला हाल्ने। मसला हालेर हजुरहरु कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गरिदिनु, लाइक शेयर सब्स्क्राइब गरिदिनु। मैले भर्खर युट्युबमा भिडियो पोस्ट गर्न थालेको। अब खासै राम्रो भिडियो भोइस ओभर राम्रो छैन भने सिकाइदिनु होला हजुरहरुले। आगामी दिनमा अझ राम्रो भिडियोहरु लिएर आउन पाऊँ। अब मासु नि पाक्न लागिसक्यो। अब टमाटर हालेर एकछिन चलाएर
अब छोप्नुपर्छ यसलाई। अब लगभग मासु पाकिसक्यो। च्यानललाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। भिडियोलाई लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गरिदिन नभुल्नु होला। आगामी दिनमा यो भन्दा नि राम्रो भिडियो लिएर आउन सक्छु मैले। हजुरहरूको साथ सपोर्टले नै हामी सानो युट्युबरहरू अगाडि बढ्न सक्ने हो। मासु पाक्यो, धन्यवाद। भिडियो